रुबी कुमारी बहिनीलाई हार्दिक धेरै धेरै बधाई छ। तपाईलाई उपसभामुख पदमा तपाईँ निर्वाचित हुनुभएकोमा तपाईँलाई धेरै बधाई छ र 5 वर्ष तपाईँको कार्यकाल चाहिँ एकदम सफल रहोस् भनेर शुभकामना पनि दिन चाहन्छौँ हामी सबै आम नागरिकको तर्फबाट। तपाईँको पृष्ठभूमि मैले पढेको थिएँ, तपाईँको पृष्ठभूमि साँच्चै नै धेरै इन्स्पिरेसनल लाग्यो मलाई चाहिँ है। तपाईँको बुवा चाहिँ पहिला नाईको दुकानमा कपाल काट्ने काम गर्नुहुन्थ्यो भने विगत 3 वर्षदेखिबाट चाहिँ तपाईँको बुवा चाहिँ साउदीमा काम गर्नुहुँदो रहेछ। साउदीबाट तपाईँ सांसद भइसकेपछि फर्केर फेरि अहिले चाहिँ नेपालमै हुनुहुन्छ भने तपाईँको मम्मी चाहिँ जेला मजदुरी गर्नुहुँदो रहेछ। तपाईँहरूको चाहिँ 4 जना दिदीबहिनी र 2 जना दाजुभाइ हुनुहुँदो रहेछ। तपाईँ चाहिँ साँच्चै नै जेठी भएर तपाईँले चाहिँ निभाउनु पर्ने कर्तव्य धेरै नै रहेछ। तपाईँले जुन पृष्ठभूमि ब्याकग्राउन्डबाट तपाईँ आउनुहुन्छ, तपाईँले धेरै नारीहरूलाई, महिलाहरूलाई एकदम इन्स्पिरेसनको काम गर्नुभएको छ। धेरै प्रेरणा लिनेवाला छ तपाईँसँग चाहिँ ती नारीहरूले, ती महिलाहरूले हैन, जो चाहिँ घरमा बसेर म केही गर्न सक्दिनँ, मेरो ब्याकग्राउन्ड कमजोर छ भन्नेहरूको लागि तपाईँले ठुलो एउटा प्रेरणाको काम गर्नुभएको छ। तपाईँलाई धेरै 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 बधाई दिन चाहन्छु।